यो अहिले हामी भुटानमा छु। हाम्रो सुकमन सरको चाहिँ बालापन यो ठाउँमा हुर्किएको, यो ठाउँमा उहाँ जन्मिनु भएको रहेछ। तर त्यसपछि उहाँ नेपालमा आएर वर्षौं लगभग 45 वर्ष भयो कि यो ठाउँ छोड्नु भएको उहाँले। र 45 वर्षपछि चाहिँ उहाँ फेरि फर्केर आउँदाखेरि लगभग उहाँ साथी चाहिँ जिग्मी हुनुहुन्न, उहाँको बालापनको अवस्थाको साथी। र उहाँले यो ठाउँमा चाहिँ यो अघि तल अहिले हामी एकछिनमा देखाउँछु, त्यो ठाउँबाट उहाँहरू यहाँ पिकनिक खाने आउनु हुँदो रहेछ। यहाँ बेला जमानामा 45 भनेपछि अब भुटान छोडेको 45 वर्ष भयो भनेपछि उहाँहरूले लगभग 47-48 वर्ष अगाडि होला यहाँतिर पिकनिक खाने आउने लगभग। हजुर त्यसैले अब उहाँको बालापन याद गर्दै सम्झिँदै यहाँ हेर्दै हुनुहुन्छ उहाँको पुरानो अवस्थाको कुराहरू। तर आज अलिकति मौसम खराब भएकोले पानी परेकोले अलिकति साथी भयो। हाम्रो याक होलिडेबाट उहाँले स्पोन्सर गर्नु भएर उहाँ सितर दाइले र उहाँको स्टाफ उहाँ थुप्टेन सर हुनुहुन्छ, उहाँ भुटानिस र उहाँको हाम्रो गाइड गर्नुहुन्छ। र उहाँ हाम्रो सङ्गे सर उहाँ भुटानिस, उहाँ हाम्रो याक होलिडेको स्टाफ हुनुहुन्छ। उहाँ सवारी चालक, हाम्रो कार उहाँ त्यो हो। र उहाँले राम्रोसित हामीलाई हिजोको 16 घण्टाको यात्रा पुरा गरेर यहाँ ल्याउनु भयो। हामी विभिन्न ठाउँमा खेल्दै खाँदै आयो। साथीले फेरि आइसक्यो तिमी थाले झार्झर त्यो पानी पर्दाखेरि मिठो हुँदैन, आउनु लाउनु पानी पर्यो साथी, जाउँ बरु तिमी पहिला पुरानो घर कहाँ छ हेर्नु जाउँ। भुटानको यो उहाँको हेर्नु, यो देख्न सकिन्छ, यो सूचना पार्टीका पेमेन्ट फर इकोसिस्टम सर्भिस रहेछ उहाँको। विभिन्न त्यसको उहाँ त्यस्तो गर्नुहुन्छ। र यो उहाँको सानो घुम्ती सेवा भनौँ पसल भुटानको। पानी पऱ्यो हेर जाउँ साथी हो। र यो भुटानको ठाउँमा आएर अब हामी जाँदैछु। हामी दुईटा 4 क्लास पढेको मान्छे यहीँ छँदैछ, मगर हाई स्कुल जीवित नै छन्, जिउँदै रहेछ। अरू जाउँ हामी। भाइले पनि 4 क्लास पढेको, उहाँले अध्ययन गर्नुभएको भुटानको स्कुल यहाँ रहेछ, स्कुल भिलेज उहाँहरूको। अनि उहाँहरू सोधेर पुरानो स्कुलमा अब हामी यो स्कुलको रहेछ। यो टोपी क्यान्टिन डाइरेक्सनबाट गर्नुपर्छ कि टोपी खोल्नुपर्ने। यो रोयल गभर्नमेन्ट अफ भुटान मगर हाई स्कुल सेकेन्डरी स्कुल, यही स्कुलमा चाहिँ म पढेको हो। अहिले यो गेट यस्तो दामी बनाएको छ। अनि तपाईँ नजाने, हामी तपाईँ नजाने अप्ठ्यारो पर्दैन होइन। अनि बालापनको उयो तल चाहिँ डिभाइडी हल भन्ने, डिभाइडी हल यो त्यो चाहिँ फार्म थियो नि सर पहिला। त्यसको मुनिको चाहिँ फार्म। हजुर। अनि यहाँ गेस्ट हाउस, त्यो बेलामा राजाहरू आउँदाखेरि बस्ने गेस्ट हाउस छोडिदिन्थ्यो। अब डिस्टर्ब हामीले के त भन्नु हुँदैन। जिमी सर अलिकति त्यो अब यसो गरेर सबै क्यान्टिनमा निस्क्यौँ, यसो आइडिया गरेर। मगर हाई स्कुल तिमी चाहिँ नबोल्नु ल। सबैले चिन्छन् सर मलाई सर। यहाँ यता स्टाफ, टिचर स्टाफ, जोङक स्टाफ, उहाँ दुई भाइ यहाँ पहिला टाकटुक चिन्छ सर। अध्ययन गरेको स्कुल हो पहिला भुटानको। रोडोडेन्ड्रन फुल है, मङ्गल बास्केटबल कोर्ट पहिला पनि थियो यहाँ। अहिले त्यो माथि याङमा यस्तो गरेको यहाँ बास्केटबल यहाँ यादी यो कदम 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 यसरी आउँथ्यो। स्कुल चाहिँ यो 1 क्लास 12 सम्म छ। क्यान्टिन चाहिँ कहाँ हो?
क्यान्टिन चाहिँ उनी पछाडि यस्तो गरेर जानु अहिले पनि दिन्छ होला नि यो चाहिँ उता स्कुल स्कुल जिप्नी यदि एकजना सरलाई सोध्यो भने रिक्वेस्ट गर्नु कुजाङको ला गुड मर्निङ हाउ आर यु एकैचोटि नापो पेसो ओडी लब्ला आफ्टर 40 years 45 नापो ओडी दुक्की अझै छुटी गर्नु देखोसी फिगी दुक्की एउटा यातो टुरिस्ट यातो ओडी जोंग होटल दुक्की नापो स्कुल तावाले Are you a teacher? Sports. Yeah, sport teacher. Where are you from? अफिस कार्यालयमा होस् Oh, Chama. गुम्बा एरिया भित्र गेट भित्र चामङ शिरमा टोपी छालीको फेस्ट Ah, Chama. के लाउनु नपाउँदैछ Yes. लाउनु नहुँदैछ उहाँलाई यो चाहिँ Before टोपी 89. लगाउँदाखेरि अनादर ओडी गरेको गरिन्छ अरे त्यसैले If possible, sir, टोपी I will be glad. Can you give us a permission? Can you ask? No need. We don't want to disturb everybody. Just to Campus. yes, and to see the ground like this. र उहाँ खेलकुदको Teacher. शिक्षक हुँदछ राजा Who? Okay. Sir. Good morning. Shall I? Thank you, sir. भुटानको यो Sir, you can take tea and No, I was a student when, sir? before 1989, and he is my friend. Today I met him. See the beautiful place. Yes. So that's why finally this year, after 45 years, I'm coming here. 35, 40 years. 40 years. Yes, and it recalls me lots of memories in Chali, Kilikha, and where we used to go to picnic and everywhere. We came, and if possible, sir, don't Oh, want you to. are a student of here. Your parents are here. Yes, at the time when the hospital was from the mission hospital, the old hospital. I don't know now. We are going there. At the time, my parents used to work here, and we used to study here. And I'd like to see a school. No need to go up and down, just to see a view and the ground, if possible, sir. Yes, sir, you can know. Okay. Join us, sir. Sir, Thank you, sir. Okay. So you What's your name, sir? get it, sir. Okay. नि भनेपछि अब उहाँको Yours? Principal office. Down. Okay. He was old. Dzongkha teacher. Yeah. Pincho? At the time. Lebe Pincho. From Jaskar. Yes. Is he still is alive? Yes. Oh, he used to give us kawa. Many times. Really? Your time is This one also. At the time, I think office. Principal office down. No? yes. No. At the time, it was there. Downstairs. Here. बालपनमा अध्ययन गरेको ठाउँ Here there was a library shop, library books, and sport goods or something else. And books also. Stock books. And this, I remember the toilet here. सुमो सर यो चाहिँ यो चाहिँ पहिलाको घर भवन हो यो पुरानो भवन स्कुल पनि थियो हामी पढ्दाखेरि चाहिँ यहाँ चाहिँ लाइब्रेरीहरू बुक्सहरू स्टकहरू यहाँ राख्थ्यो अनि स्पोर्ट गुड्सहरू नो निड सर Now we are using as दिस वान द ग्राउन्ड you can visit, no, sir. नो निड
This now we are using an exam cell, Ah, okay. printing and everything. Question paper. Okay. Ah, this was the ground. Yeah. हजुर पहिले चाहिँ यो काठको थियो हजुर ग्राउन्ड अन्त बोइस होस्टेल चाहिँ त्यहाँ मुनि छ boys hostel. Yes, boys hostel. This one. recently constructed There was a canteen, no? canteen sir dining hall Dining hall. Dining hall. Still? kitchen only right Shall we go? we'll go from here Okay. Ah, still same. last station sir your term uniform set only no blue color No blue. Before blue and afterwards it's like this. Yeah. Like this with the square. Yes. Square one. Yes. Yes. तपाईहरु भने चाहिँ बुक्सहरु के थियो नि सर Books. Is any problem, sir? ए हेर्नु सर वाल पनि यस्तै छ Ah, the wall are also same. यता गर्थ्यो हैन सर Assembly here. अहिले चाहिँ पछि रापोताङ Assembly यहाँ गर्थ्यो. क्लास पनि यस्तै रहेछ सर यता कोर्नर corner-मा अनि यहाँ पनि टिचर्स रुमहरु. यता साइडमा थियो एसेम्बली चाहिँ यहाँ हुन्थ्यो. हजुर मार्कुस सर यहाँ बस्नुहुन्थ्यो. मार्कुस सर त्यो केरलाको मार्कुस. टिचर प्रोफेसर एउटा फोटो चाहिँ खिच्दिनु न. स्कुल युनिफर्मलाई त सेट होइन वो सेट सो केही पर्सन प्राज आपने मिश्रमको त्यसै माथि टिचर्सको सेम. एउटै स्टोरी रहेछ कि सर किनभने यो अहिले जुन चाहिँ ड्रेस छ नि सर हजुर जति यहाँबाट पारेर गएकोहरू पुरा अब मन्त्रीहरू ठुल्ठुलो लेम्पहरू भएको छ अरे कि सर तिनीहरूले यो डिसमेन्टल गरेर नयाँ बनाउँथ्यो यो होइन यही राख्नु भनेर स्कुल ड्रेस पनि त्यस्तै राखेको रहेछ Okay. RCS group of RCS came, no? Even this is also nice, huh? Good idea also. Dismantle, but some minister says that it's not allowed. Since it has been Dining hall पनि same छ. Okay. These they done, sir. This one. Traditional house. In a girls' hostel. बुद्धिस्ट भन्ने चाहिँ के टिबेटनलाई भन्नुभयो कि हैन त्यो त बुद्धिस्टको घर अघि दिन भनिरहनु भएको थियो नि त यो बुद्धिस्ट त्यो घर चाहिँ हाम्रो यताको चाहिँ Shall we go till there, sir? Tikchim भन्छ नि By the way, what's your name, sir? What's a good name? बुझे Sharap? Sharap connected us. One of our friends, Sharap, he connected us here. छुटाउँदै यो बुद्धिस्टको घर Yes, at that time also. It was there. These were the teachers. मन्त्रीहरु छ के सर अहिले हाम्रो Okay. डेमोक्रेटिक यो बोर्ड What is this, sir? MPS Multiple purpose also of a school. This is the way. यो ठाउँ चाहिँ हामी घर जाने आउने गर्थ्यो. Hospital. That is the helipad, the new one or old one? ठुलठुलो देशको ठुलठुलो बन्नुभयो पहिला सेम गरेर राख्नु यो पहिला दिन हो नि सर ए यो पुरानो हो Old one. पुरानो पहिलाको यसलाई Your dining hall. नभत्काउनु We used to, सेम Jigme, हजुर we used to eat bongkarang and fish फिश त्यो with the slap one, like a bakal. ओली जात मेम नो त्यो fish त एकदम protein high रहेछ नि. देख्दिनु न सिङ्गो ओली that one is fortified maybe song everything हुन्छ सर हुन्छ म हाम्रो भाइहरूलाई चाहिँ उतै बोलाउँ है. त्यहाँबाट यस्तो गरेर तल Okay. So, sir, thank you for your help
And यो बोइस होस्टेल हेर्नु नि Huh? बोइस होस्टेल नलियो no, ढिलो हुन्छ होला just अब हामीलाई पनि पहिला पहिला यहाँ पढ्दाखेरि कोही मान्छे आउँदा त हाम्रो एट्र्याक्सन बाहिर मात्रै हुन्थ्यो नि चाहिँ अहिले त्यस्तै हुन्छ होला क्लासमा हजुर यस्तै यो चाहिँ अब यस्तै राख्नु भनेर मान्छेहरू नाटेको अरे भुटानको घरको बनावट प्रत्येकको चाहिँ माथि धुरीमा यो किसिमको हुनु पर्दो रहेछ ताकि यो न्यू रहेछ भुटानको है यो यो नाइ भनेको चाहिँ यो कला भुटानको यो संस्कृति भन्ने कुरा एउटा झल्काउँछ किचन त्यही हो है पहिलाको सेम किचन चाहे गुम्बा सेम किचन सेम डाइनिङ हल चाहे स्कुल चाहे निजी घर चाहे पसल जे होस् धुरीमा र खाम्बामा र यिनीहरू यस्तो बनावट भुटानको संस्कृति Okay, sir. उहाँहरूको Thank you for your नीति precious रहेछ time. भन्ने कुरा बुझियो and allowing us to visit when are you going back Monday. Today I will visit. Sir, I have to your- go to hospital. इन्ट्रोडक्सन Shut up. I'm Sharap Sharap. Sharap Doji Yes. I'm working as a school sport instructor in this school Yeah. for almost 14 years Yeah. Since 14 years here? हजुर उहाँ खेलकुदको उहाँ शिक्षक हुँदो रहेछ यो स्कुलको भन्ने कुरा उहाँले पछिल्लो हामी जाउँ Oh, okay. Thank you, sir. Nice to meet you. Sir Johnson Thank you, sir. So, if you come to Okay, thank you. Nepal also, Sir Johnson have you come to Nepal? No. no No. Many Drukpa they are coming. And sometimes I used to go to the Bauddha Chorten. They used to. Wow. उहाँसँग अब हामी फर्किँदैछु उहाँको यही बाटो हो रङ्गी स्कुलको अध्ययन गरेँ हेरेँ बुझ्यो अब हामी यो हाम्रो ठाउँ ठाउँ नजिक रहेछ जान्छ किचन पनि यही रहेछ Now I remember here उहाँहरूको भन्ने चाहिँ यो पुरानो in संरचनाहरू annual day, नभत्किसम्म चाहिँ नयाँ नबनाउनु the school used to build the नभत्काउनु भन्ने कुरा रहेछ gate, but he was reading like this. He was reading well, W-E-L, well, C-O-M-E, some, well, some, like this. यो होस्टेलको पूर्व सर? नानीहरू दानी बाबु खाना खानु पाएको शौचालय हो थाहा भएन र यो मानि घुमाउनु ठाउँ स्कुलको कम्पाउन्डभित्र नै हो र यो It's a nice kitchen रहेछ मानि स्टुप्पा अहिले नयाँ रहेछ अन्त यो चाहिँ अन्त त्यो उता यस्तै छाली छ छाली जोङ त अब जोङ त यस्तै छ हो अन्त यो घर चाहिँ यो घर थियो नि एसपीको त्यो गाँस समितिको छेउमा यो अहिले छ हामी बसेको होटल अहिले तपाईँहरू बस्नुहुने होटल होटल चाहिँ त्यो यसको मुनि लाग्छ यसको डाइरेक्सन उता छ उता उयो चाहिँ के हो उयो उयो जोङ यो चाहिँ यो चाहिँ यताको के अरे मोनेस्ट्री छ जोङ गुम्बा जोङ अहिले गुम्बा भुटानमा चाहिँ गुम्बालाई जोङ भनिँदछ तर जोङ भन्दाखेरि त्यो जोङमा चाहिँ गुम्बा मात्र होइन त्यहाँ लामा विद्यार्थीहरू अनि सरकारको कार्यालयहरू जे पनि हुन सक्दछ यसको वडाको नगरको अनि प्रशासनको प्रहरीको यी विभिन्न किसिमको प्रत्येक कार्यालय पनि यो भित्र हुँदो रहेछ भन्ने कुरा उहाँहरूकोले भन्नुभएको छ यो के भने हाम्रो चाहिँ जोङ गुम्बा भन्छ गुम्बा मात्रै हुन्छ त्यहाँ हाम्रोतिर चाहिँ उहाँहरूको यो भुटानमा चाहिँ जोङ भन्दाखेरि त्यहाँ गुम्बा सँगसँगै त्यही भित्र सबै प्रशासन कार्यालयहरू सबै त्यही भित्र हुँदो रहेछ त्यसैले उनीहरूले गुम्बा नभन्दा उहाँहरूले जोङ भन्दो रहेछ आउनुहोस् अब हामी फर्किन्छौँ ल अब पहिलाको होला अनि यो यस्तो सिस्नोहरू यहाँ छ हामीले ऊ सुँगुरलाई लाने यो पात पनि लान्थ्यो स्कुलबाट फर्किँदा अनि यो चाहिँ पहिलाको रहेछ है अन्त यो के अरे यो हामी त्यो काठको गाडी खेल्थ्यो कि यसको यो निकालेर ग्रिस बनाउँथ्यो नि ए यही पत्ता है यो पत्ता हो सर यही पत्ता यो पत्ता हालेर ए ग्रेस फेरि हामीले डन्टक गाडीको पनि चोर्थ्यो नि हजुर त्यो ग्रिसहरू है उयो फिस्टे भनेको त्यही हो हजुर फिस्टे त्यो त्यो चारा छ उयो सानो चरा फिस्टे हो त्यो ए चिप्लो छ नि ओहो यो त वायरलेस हाउस
What is out? अल्पचल्ले उहाँहरूको यो बालपनमा चाहिँ संसार माध्यमहरू सम्पर्क गर्ने ठाउँ चाहिँ भवन यो रे ऊ बेलाकै अहिलेसम्म भत्किएको छैन सर नभए ऊ रेनोभेसन अक्टोबर 1989 1989 सालको मा निर्माण गरेको अक्टोबर यो 89 भवन र हामी उहाँको चाहिँ जनवरी कि फेब्रुअरी 89 मा गएको होला त्यतिखेर त्यही बेला रेनोभेसन भएको छ र पनि पहिला जस्तै छ अनि यहाँबाट के बनाएको छ त्यतिकै रहेछ यहाँ चाहिँ ऊ यहाँ हुँदा कहिले फोन आएको थियो पठाएको थियो मलाई एकचोटि याद छ कहाँबाट आयो फोन दिदीले फोन गरेको थियो दिदी त्यो बेलामा सिप्सुमा थियो दिदी बिमारी भयो भनेर फोन गर्दाखेरि हामीलाई खबर आएको थियो अनि यहाँ आएर बोलेको थियो त्यति बेला हाम्रो दिदीलाई टिबी रोग लागेको रहेछ कुन चाहिँ दिदी अहिले पारम भएको दिदी ए अस्ति ठुलो दिदी अनि त्यो बेला एकचोटि फोन आएको थियो अनि तल हस्पिटलबाट आउनु पर्थ्यो अनि प्रोफेसर यता देखाइदिनु त पोस्ट अफिसहरू त्यहीँ रहेछ है उयो निलो बिल्डिङ ठुलो ठुलोदेखि यतापट्टिको बिल्डिङ अनि मङ्गरजोङ यो भइहाल्यो पुलिसहरू त्यहाँ छ बैंक अहिले त्यो बजार अहिले पुरानो बजार छ हैन त्यसको बीचमै छ अनि त्यो नयाँ बनायो उता हेलिप्याड हजुर त्यसको मुनि चाहिँ अब हेलिप्याड रहेछ अहिले हस्पिटल जाने बाटो त्यही रहेछ नि हजुर यताबाट अच्छा ऊ त्यो चाहिँ उहाँहरूको पहिला कैदी राख्ने ठाउँ जेल कारागार रहेछ त्यो चट्टु राखेको ठाउँ अहिले त्यो दमकल रहेछ त्यो दमकल भएको ठाउँमा चाहिँ पहिला अपराधीहरू राख्ने कारागार रे भनेको अहिले चाहिँ भत्काएर अहिले चाहिँ दमकल राख्नु भएछ उहाँहरूले सुकमान सर हुँदाखेरि चाहिँ त्यहाँ चाहिँ अपराधीहरू राखेर केयरकर सुकमान अपराधी होइन अपराधी चाहिँ अर्कै हामीले चाहिँ हेरेको थियौँ अनि मङ्गर बजार यो रहेछ सुकमान सरको बेलामा भन्ने कुरा गरेको मुनिबाट अहिले नयाँ बनाएको यहाँबाट यस्तो ओर्लिनु पर्थ्यो लेपरको दोकान थियो दोकानमा निस्केर त्यो जारी छ कि हो त्यहाँ चाहिँ हस्पिटल जाने बाटो छ मिसन हस्पिटल ट्याक्सीहरू देख्दैछ हैन त्यहाँबाट त्यहाँबाट यस्तो सेट गर्दै हस्पिटल त्यहाँ तपाईको पहिला जुन त्यो ट्याक्सी राखेको ठाउँमा पहिला सब्जी बजार थियो सब्जी बजार क्लिक पनि गर्नु यो अहिले हामी जुमबाट तल अब एकछिनमा हाइडल आउनु पर्ने हो यो साइड है यो गाडी पनि अब यो जुम कतै हैन यो गर्नु पाएन हामी पनि यो गाडी पनि यो घर थियो अब जोङको एरिया विद्यालय र चौकी गुम्बा सबै नआएपछि हामी टोपी लाउनु पायो अब स्कुलदेखि नै खोलेको उहाँले टोपी लाउनु पायो हजुर के थियो पावर हाउस हाइडल यहाँ थियो मलाई लाग्छ यो छिरिङ आन्टीहरू बसेको ठाउँ यो पहिला घर है हाइडल चाहिँ यहाँ रहेछ हाइडल चाहिँ नयाँ बनाएर छ अनि छिरिङ आन्टी यहाँ बसेको मलाई थाहा छ अनि हाम्रो दिदीहरू बसेको घर यहीँतिर हुनुपर्छ त्यो बेलाको घर हो यो है तल होला यहाँ त थिएन हजुर यहाँसम्म थियो त्यहाँबाट यता थिएन होइन ल ओके ल भन्नु त यहाँ दिदीहरू बसेको त्यो हाइडलको मान्छेहरूलाई पावर हाउसको मान्छेहरूलाई यहाँ क्वार्टर दिएको थियो अन्जना अनुका तिमीहरूको अन्जना यहीँ हुँदाखेरि जन्मेको अन्जना पनि यहीँ हुँदाखेरि जन्मेको अनुका पनि यहीँ हुँदाखेरि जन्मेको होला यहाँतिर थियो दिदीहरूको घर पहिला पुरानो रहेछ यो मणिपालदेखि त स्टुपा यो स्तुपा थियो अनि एनिमल हस्बेन्ड्री चाहिँ यहाँ छ एनिमल हस्बेन्ड्री आई रिमेम्बर दिस छोर्तेन मलाई याद छ यहाँबाट यतापट्टि गयो भने उतापट्टि जान्छ है यागाङ जाने बाटोमा हाम्रो जिग्मी सरलाई चाहिँ को चिन्नुहुन्छ उता कहाँ उहाँलाई चाहिँ दिदीहरूले
दिदीहरूले चिन्नुपर्छ मैले भनेको याङजोङको याङजोङ दिदी त चिनिस याङजोङको भाइ भनेर भनेको अनि यो पोस्ट अफिस यो है उतापट्टि हरियो त्यो हरियो पनि पहिलाकै घर होला सर है यो हरियो घरहरू नयाँ बिल्डिङहरू यो घरहरू चाहिँ तपाईँ उनीखेरि यस्तो थियो है बालापन हुर्केको ठाउँ यो बजार नामगङ्लाको अनि अघि देखाएको स्कुल त्यहीँ उहाँले 5 कक्षासम्म अध्ययन गर्नुभएको रहेछ पोस्ट अफिस यहाँ यसको माथि यहाँ। एउटा घर थियो नि सर यता टपमा हो पोस्ट अफिस जङ्गल थियो है जङ्गल एउटा घर थियो नि त्यो चाहिँ उनीहरूले यो गरेर चाहिँ अहिले होटल यो गरेर ए होटल बनाएको यो एक्सर्साइज गर्ने ठाउँ खेल्ने ठाउँ हामीलाई खेल्ने होस्टेलको केटाहरूले सबै घाँस पालेको छ आउँदाखेरि त्यहाँ बजारबाट गोल्डन खैनी मागेर ल्याउँथे नि टोपीको होइन सर यो एफसिबी है एकछिन पहिला यो एफसिबी यस्तै रहेछ यो र यो थियो एफसिबी भनेको चाहिँ यहाँ फुड कर्पोरेसन भुटान होइन भुटान फुड कर्पोरेसन यहाँबाट चामल पनि दिन्थ्यो यहाँ चामलहरू दिन्थ्यो यहाँ पनि त्यस्तै रहेछ अहिले यो थियो यताबाट लान्थ्यो होइन सर चामलहरू दिन्थ्यो यहाँ होटल पेलार कहाँबाट निस्किन्छ अहिले हामी बजार जाँदैछौँ पहिलाको घर एकजना यहाँ बसी यो पोस्ट अफिस जाने बाटो है अब घरहरू यस्तै छ लेपोको घर चाहिँ कहाँ अरे यो साइडमा है त्यो छोड्दैन पहिलाको छ है एकदम त्यो थियो पहिला यो पहिलाको घरहरू ए हुन्छ सर हामी सर्टकट जानु मिल्यो यहाँबाट होइन यताबाट जाने सर ए हुन्छ एकछिन कुजाङको ला सर क्यान वी टेक भिडियो हुन्छ ए नेपाली हो कहाँको साम्चीको ए म नेपालबाट यो घर चाहिँ यहाँ एकछिन है पहिलाको यो पुरानो यो चाहिँ पहिलाको यो लुगा धागोहरू बेच्थ्यो नि सर स्वेटर बुन्ने धागोहरू बेच्ने ठाउँहरू दिदीलाई थाहा छ मालती दिदीहरूले किनेको ठाउँ यही घर हो अहिले पनि बेच्छ अहिले चाहिँ हजुर फलफुलहरू पुरा निकाल्छ अहिले त पसल फेरि यो सर आटा हुम्का थाहा छ होइन कार्पेन्टर घर थियो नि याद आयो सर त्यसको तर क्लियर चाहिँ आएको छैन तर हुम्का हुम्काको उसको गाडी चाहिँ दोकान चाहिँ थियो तर ऊ चाहिँ पछाडि बनाएको ए यहाँ होटेलहरू थियो कि यहाँ माथि छाप्रो होटेलहरू थियो त्यहाँ मेरो साथीले पैसा चोरेर बन्द गरिदिउँ यो त्यो होटल मान्छे पनि अहिले त्यहाँ छ सर त्यो होटल मान्छे बिल्डिङ बनाएको छ त्यो थुक्पाहरू बेच्थ्यो थुक्पा बेच्थ्यो हो उसले मलाई एभ्री इभिनिङ लिएर थुक्पा खुवाउँथ्यो त्यो पैसाले त्यतिखेर हो नि सर अहिले दिदीले पनि याद गर्छ बिरालोले के नगर्दछ ओके रेस्टुरेन्ट मङ्गल टाउन मेरो साथीको छ ए यो चिनाजान छ कि हजुर ए उसको जेसिङको दिदीको ब्याङ्क चाहिँ यता थियो नि सर पहिला पुरानो जेसिङ हो यो आन्सरिङ उतै छ सर तपाईँले चिन्छ होइन सर तपाईँले चिन्छ नि सर आन्सरिङ देख्यो भने चिन्ता होला हजुर तिनीहरूको बिल्डिङ छ कि सर यो चाहिँ घर जाँदा हो यो हजुर हामी भुटानको यो मङ्गल टाउन टाउनमा घुम्दैछु हजुर हामी यो पहिलाको टाउन यही हो ओल्ड टाउन है अहिले चाहिँ नयाँ बिल्डिङ छ कुसङको हामी यहाँ पुरा यो साइडमा थियो तर यो भाइ भुटानको आफूलाई हेऱ्यो है राजा रानीको फोटो ठुलो लेपोको आमा त छैन होला भनेर उहाँहरूले सबै सम्मानको साथ राख्नुहुन्छ यहाँको जनताहरूले यागाङ त्यो साइडमा यागाङ यस्तो नजिक नि यस्तो जुम नि त्यहाँबाट छ
एटलिस्ट त्यहाँबाट देख्छु यो हो ल जोस् सम होटल यो हामी प्रोफेसर हजुर हामी उताबाट आउँदाखेरि घरबाट आउँदाखेरि यहाँबाट यसो छिरेर आउँथ्यो यो बजार हो अनि यहाँबाट यसो गरेर जानु पर्थ्यो यो एक टाइम यो गार्गी दोकान थियो स्कुल लेपो यो मेरो यो पुरानो घर हो लेपो एकछिन लेपो इफ यु रिमेम्बर आई डोन्ट नो लेपोले फर्स्ट टाइम मलाई पेप्सी किनिदिएको चाहिँ यहाँ हो उयो पर आई रिमेम्बर दिस त्यो बेला पहिलो स्वाद मुखले पाएको पहिला पेप्सी कोला के हो भन्ने कुरो थाहा थिएन पेप्सी खायो कति उमेरमा त्यति अब 45 47 वर्ष अगाडिको होला मैले बुझ्दैन पाक्साम होटल हम छोटा मु नाम था छोटा से आधा के आधे दो हाथ दुकान आधा के दोंते दिनी जो गाते थी जो तो मङ्गल बजार यस्तो रहेछ अहिले यागाङबाट आउने बाटो यहाँ सिनेमा हल थियो यो पछाडिपट्टि 9 स्टोर फुलचोक पाल्डोन फार्मेसी मङ्गल टाउन ए या दादु लेपको घर हामी हस्पिटल जानलाई चाहिँ यतैबाट जानु पर्छ जंग के गरी आधा के जेनी दोंग त रेंगन छ दोंग जेनी गलम के गलम कुछ ना लेपो अच्छी होना चाहिए आई रिमेम्बर सेलेमो मागेमा आधा के दोंग के आमा अल्लाह गलम सुनिए फिर मेरा होगा बोले अरे बोले अरे मत कर बोली ना जो है गलम पुदीनी या तो गलम मारी ना या तो गलम मुझको ना चिन दिखा दे ना दिखे जिम सुना लासो जाबे आइबो दिस मलाई ना जिम जे देखि देबो कहि छु ना या लासो आमा ए यहाँ रहेछ त अच्छा कारकी हजुर यो नयाँ बनाएको छ यही बाटो जान्थ्यौँ हामी यो के यो चाहिँ यही बाटो चाहिँ हामी हस्पिटल जान्थ्यौँ तपाईले याद भयो सर हजुर पहिले यो आमदेशिन भन्ने छालीको मोरी छ उसको घर यता चितराको थियो नि हो हो यही दिदीको ए यो लेपोहरूको ओके लेपोको कोही छैन अहिले क्विन्सेल त्यो थियो नि त्यो छालीबाट हो नि 10 मङ्गी भयो यसको यो गाडी यता छ गाडी यिनीहरूले बेचेको छ बेचेर यो चाहिँ अब गुम्बा दासङ छ होइन त्यहाँ हाम्रो के अरे दासङले अब यो ए यहाँ माथि सप हो हजुर त्यो एउटा सेलहरू चाहिँ मलाई त्यो ग्रास लेमन ग्रासको ओइल चाहिएको ग्रासको ओइल चाहिँ कति छ यता पाउँदैन हो उत्तर साइडमातिर पाउँछ र है गुम्बामा गाडी दुईटा टिकट मात्रै छ मिनिमार्ट मङ्गलमा फोटो छ हिजो थाहा भयो हामी यो बाटो आएको कुन बाटो यो यो त्यो भूमि त यहाँ त सबै उ थियो ग्रासहरू क्याक्टसहरू हो पहिला घर कहाँ हो खोइ अब जाने कति टाढो छ यहाँ धेरै टाढो तल हस्पिटलमा जानुपर्छ ए कस्तो सर चेन्ज भएको जस्तो देखिन्छ कि चेन्ज नि टोटल चेन्ज नि चेन्ज नि टोटल चेन्ज भएको छ घर अलि गर्दा मात्रै घर यस्तो घर बनायो भने चाहिँ त्यस्तै हुन्छ है यो भर्खर बनाएको थियो पेट्रोल पम्प यहाँ भिडियो देखाउने ठाउँ यहाँ थियो है मैले यहाँ भिडियो हल कहाँ थियो है एउटा यस्तो ट्रस्ट जस्तो थियो घर यही साइडमा हो अनि सिलसिला फिल्म हेरेको मैले यही हो देखे एक हाबुत यो सिलसिले ओए भन्ने चाहिँ मैले यहाँ हेरेको सिलसिला फिल्म चाहिँ मैले यहाँ हेरेको यहाँ पहिला भिडियो हल थियो शेरब दोर्जे यहाँ त्यो ओइल छ कि सोधौँ न
lemongrass oil. छैन मेडिकल सप यहाँ माथि पनि छ हजुर केन fish यो माछा यो पनि गिफ्टको लागि दिन्थ्यो यो लामो खालको माछा सब्जीमा हालेर खाने पहिला थिएन अहिले भएछ है अहिले नेपालमा पनि थियो फोटो छ त्यहाँ एउटा लेमन ग्रास भन्ने छ त्यहाँ छ लेमन ग्रास माछाको लाग्यो चित्र माछाको बास्ना डेन्जर रुख थ्याङ्क यू लेमन ग्रास यो चाहिँ स्पा रहेछ नि त स्योर कस्टमेटिक माथि पुग्ने फेरि सर ओइल की स्प्रे छ ओइल ओइल केमा अनि यो स्प्रे चाहिँ स्प्रे सर के गर्छ उनीहरूले के गर्छ यसले यो फ्लोरहरुमा लाउँछ के काम चाहिँ के रहेछ कस्तो मिठो बास्ना आउँछ लेमन ग्रास ओइल तपाईले यो फ्लोर क्लीन गर्दा पनि हुन्छ नि अनि यो स्प्रे लान्छ भने तपाईले यसमा चाहिँ यो सक्यो भने रिफिल गर्दा पनि हुन्छ यसमा चाहिँ प्योर छ नि तपाईले 2 बोटल्स जस्तो बनाउन सक्छ त्यसको ल ल अलि हैन सबै गरेर आउनु बाटोमा रोक्नु पर्छ त्यही त यो पनि सेम हो कति पर्छ बहिनी यो भुटानको यो हामी जाने हिँडेर हो ए एकछिन है भेटेर आउँ न संस्कृतको परम्पराको देखाउनु पर्ने सुन्दर छ भुटानका दृश्यहरू थाङरुङ यो चाहिँ खेल मैदान फुटबल खेल्ने ठाउँ यादी र राज खानदान राज परिवारहरू आउँदाखेरि लुम्ची मङ्गर त्यहीँ बसेर यहाँको कार्यक्रम गर्ने पूजा छिजु भन्ने विभिन्न लामा पूजाहरू अङहरू प्रसादहरू यही चौरमा खेल मैदानमा र यो हेर्दाखेरि घाँस हेर्दाखेरि यहाँ खास चाहिँ फुटबल खेल्ने खेलाडीहरू छैन अब हामी उबाट आउँथ्यो हस्पिटलबाट आएर स्कुल जाने बाटो यो हो मैदान घाँस स्कुल जाने बाटो यो त्यो त्यहाँ त्यो घरबाट मलाई त्यो सेरप चिन्ले हो कि केले मलाई जिस्काउँथ्यो यो यहाँ थियो एकछिन भुटानको मङ्गार बजारको यो चोक We had a very wonderful time. We went to school also, and because of him, they gave a permission to take a video and a photo also. They want to take inside also. I said no, don't want to disturb. Daddy, kya rakhe? This was the place. हाम्रो सँगै सर कहाँ जानुभयो त जाने तपाईँ जाने हो भाइ बस्ने
सो आउनु भनेको के हुन्छ होइन आउनु भनेको के भन्छ सोलो सो सो यो चाहिँ राखिदिउँ है गाडी कहाँ छ माथि त छ ठिकै छ सुकुम सर जिग्मी यहाँ ऊ राख्थ्यो नि सँगै भाइ यही बाटो हुँदा हामी जान्थ्यो स्कुल जाने क्या यो यदि पैसा छ भने चाहिँ यो बाटो पर्थ्यो अनि यहाँ चाहिँ आइसक्रिम बेच्थ्यो आपाला आमा हस्पिटल जाने बाटो कस्तो दामी गरी खेल्थ्यो नि सर अँ तोक्पा गरी भन्थ्यो नि यहाँबाट यताबाट ए हामी तक्पा गाडी खेल्ने ठाउँ चाहिँ यहाँ यता एउटा गाडी थियो नि हजुर यता लामो गरी गाडी थियो नि हो त्यो चाहिँ अहिले अन्त तपाईँ बस्ने घर चाहिँ त्यहाँ मुनि छ हामी कहाँ जानु अहिले खेल्थ्यो नि अन्त यहाँबाट यसो जान्छ यो हाल्थ्यो नि अनि सर हो 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 त्यसको यो त्यो निकाल्यो अँ ब्रिज बनाएर अँ अन्त यो तपाईँको घर छ ओ है। हो हो यो चाहिँ तपाईँको थियो नि तपाईँको घरको मध्यपट्टि एउटा घर मात्रै थियो होइन लामो गरेर यो यता थियो नि अँ भत्कायो यसरी अहिले स्टिल छ तपाईँ बस्ने घर चाहिँ ओके सुकमान यो फार्मेसी के थियो जिग्मी सर सुकमानको नौरन गरेको घर हो अरे कहाँ छ त्यो तपाईँको यता जस्तो गऱ्यो भने 5-6 घर पहिलाको घर छ जस ऊ नौरन गरेको घर चाहियो क्या हजुर डाक्टर जोनको छ डाक्टर के भन्छ त्यो नौरनलाई तपाईँले त्यो डेडिकेसन माइती राईहरू बस्ने बिल्डिङ त्यही छ हाम्रो बस्ने चाहिँ बच्चा बच्चा पाएपछि नाम राख्छ लामा नयाँ भन्नु यहाँ त के थियो ए यो बाटो उयो थियो है गेट यहाँ थियो है हजुर त्यो चाहिँ यता थियो साह्रै वर्ष हामी यहाँ त्यो काठको तोक्ता गाडी अरे हजुर तोक्का गाडी तोक तोक्का गाडी तोक्का गाडी खेल्ने त्यो बाटो चाहिँ अन्त यो ग्रिस चाहिँ हाम्रो ग्रिस चाहिँ यसले हुन्थ्यो नि त यसको यो चिल्लो हुन्छ है त्यो यस्तो कहाँ थियो ठोस्नेहरू यहीँ बाटोमै भेट्छ हो यता छ यो छ यो छ हामी चाहिँ यो सानो सानो त्यसको बड हेर्नु कति चिप्लो छ यी छ यो हो नि यो त फेरि आइबक्यो तोक्का गाडी चाहिँ तोक्का गाडी सिङ्खोलो गर्नु पर्छ ओके ओके अब यो तपाईँहरूको घर जाने बाटो हजुर यता जानु पहिला यता तपाईँ हेऱ्यो भने हेर्नुहोस् पहिलाको गाडी पहिला पुरानो हस्पिटल कहाँ पुरानो हस्पिटल चाहिँ पहिला यता थियो यो रुख त्यो हस्पिटलको बिचको भएको त्यो रुख चाहिँ यो रहेछ बाक्लो छ रुख बिचमा थियो होइन सर याद भयो त्यो यता त्यो के अरे बिचमा एउटा रुख बिचमा रुख थियो यो छ रुख चाहिँ सरकारी हस्पिटल यो चाहिँ रुख अन्त हामी खेल्ने ग्राउन्डहरू थियो नि होल प्राइभेट भन्ने भुटानको यता साइडमा थियो यस्तो छ है काटेको हो शिक्षा फ्री त्यो खासै भुटानको सरकार राजाले जनतालाई सबै सुविधा दिनुभएको छ यता रुख त्यो रुख उहाँहरूले साइडमा थियो शिक्षा स्वास्थ्य सबै फ्री त्यो मान्छे मर्दाखेरि राख्थ्यो नि सर क्रिमेसन ल हाम्रो सुकमान सरको जन्मभूमि भनौँ अब कर्मभूमि चाहिँ नेपाल हो उहाँको तर उहाँको जन्मिएको घर चाहिँ यहाँ भन्ने कुरा उहाँ गर्नुभएको छ यो घरमा उहाँ जन्मिनु भएको अरे र ठ्याक्कै यता चाहिँ हस्पिटल छ यो ठ्याक्कै हस्पिटलकै गेटकै छेउमा आँगनमा उहाँको घर उहाँ यो घरले उहाँलाई अझसम्म पर्खेको जस्तो हाम्रो सुकमान सर जन्मिनु भएको घर यहाँ रहेछ अहिले पनि जस्तोको रहेछ अहिले पनि मान्छे बसेको रहेछ बस्दो रहेछ अनि हो हाम्रो सुकमान सर ठ्याक्कै यो हस्पिटलको गेट यहीँ हो अनि हस्पिटलको गेट यहीँ रहेछ र हस्पिटलको गेटैको छेउमा उहाँ जन्मिनु भएको घर यो घरमा कतिजना यो घरमा कतिजना जन्मिनु भयो घर दिदीहरू चाहिँ दिदीहरू त कता कता जन्मिँदै आएको होला दुईटा कान्छी दिदी र म चाहिँ हो अनि यो मनी पालिदिनु थियो यो त्यो भन्ने छैन थिएन है यहाँ त त्यो ऊ थियो पानी ट्याङ्की थियो
जिग्मी यहाँ पानी ट्याङ्की थियो यहाँ पानी ट्याङ्की थियो यहाँबाट उता आन्टी 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 उताबाट छ के हो बाटो उताबाट जस्तै लाग्यो मलाई आन्टी अङ्कल आता 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 ए आन्टी जङ्गिलाको हो आन्टी खुने मोमो ngam kan khungam yang mati momo ya kuzangpo akanan nami ai nina ma ai apa ma thalai phira kami roka amati thapsang ani thaga choga rokti phai masik palami ai choga sikpala roksi turis kilani guide po puro phache ni ota phai masik pala ni mingri no shona ni das phai nang phai gut bibili mo dam nagam tikang tur ya karin chiwa nan chokola me mo oi phai ti umma bunan usa chujila me सर मेरो मिसेसको मान्छे पर्ने रहेछ मेरो मिसेसको मान्छे पर्ने रहेछ हजुर बन्देको छ हेर्नुस् एकदम यहाँ रुख टमाटरहरु थियो हजुर अब त्यही बेलाको रुख टमाटर होइन होला तर अझै पनि तर भन्नु सक्दैन छ यसको हाल्दिने रहेछ सर यो स्टिल रहेछ त्यस्तै खालको रुख यहाँ जंगल एकदम जंगल थियो यो रुखहरु त्यही बेलाको हो सुँगुर पनि पालेको थियो नि सर सुँगुर यहाँ पालेको थियो पालेको उता साइड त्यो पालेको थियो हजुर यो रुख त्यही बेलाको हो हजुर यहाँ अलिकति हाइट यो रुख पहिलाको होला सर ग्यारेन्टी हो सर यहाँ त जंगल आउँथ्यो हामी यो जंगलदेखि डराउँथ्यो हजुर हजुर यो माथि मान्छे हो नि त्यो पोल थियो त्यो डराएर जानै सक्दैन यो बाटो पनि त्यही बेलाको हो हजुर हजुर शिवलाल मामाहरू यहाँ बस्थ्यो के हजुर हजुर यतै माथि थियो हो शिवलाल मामाहरू हजुर लामो गरेको थियो नि गरेर सर लामो गरेर हजुर हजुर एकदम चेन्ज भनेको यो पेन्ट चाहिँ पहिलाको होला सर पेन्ट पनि पहिलाको हो पहिलाको पेन्ट रहेछ यो चाहिँ पेन्ट गरेको यही कलर हो पेन्ट यो थियो नि सर यही हो व्हाइट आना आना उता रङ सोप्पामा घुमा रङरङ्गी छ घुमा गर घुमा गिरम ए हो अरे सर तपाईँहरूको रङ रहेछ कलर त्यही हो ए त्यही कलर रहेछ आई रिमेम्बर दिस अनि यो जेट छ नि हजुर यो जेट पनि हो हजुर अनि यो भित्र चाहिँ चित्र रोक था के हो गिलम चित्र ए फिसका रोक्छु ओता रोक्ते गाइडमा पुरो छैन टोपको थिम्बुको दङ त दिलीको गिला छ आइसु छारु गिला चाहिँ जंगो पनि कर्म हिलो रङ पनि उफा छैन सरी स्काई ब्लू दिस ए छिरुङ छिटिम अनि नाइट ड्युटी यो बीचमा चाहिँ चित्रले घुमागा पेन्ट बुमा सिकोला सर ओस्ते नि रङला पेन्ट ओता पेन्ट गेला सर कति भएको रहेछ यो पेन्ट हेर्नु सर अनि अलि टच गरिदिउँ ल पहिलाको पेन्ट अनि परेवाहरू बस्थे हामी यो भित्र यो त ओछिरहेर यो घर चाहिँ खास कसको यो त गभर्नमेन्ट हस्पिटलको मेसिनको टाइमको घर सर मेसिन हस्पिटलको फाइ जंगा फाइ सिकोला सर जंग सुगन नि रोका था रोक छुगन मा सिकोला नि उमचरङ आइगा छारु थुर चाहिँ फाइ हजुर सर उताबाट सबै एकै जना अलि एक जुत्ता हजुर ए हो रहेछ उसो जुत्ता चाहिँ खोल्नु आना उही रिङ बुझाम यहाँ त यहाँ लोकलको ए बिग्रा ए उतापट्टि बन्द गरेछ नि तपाईँ बस्नेमा सेम छ रहेछ पार्टिसन छ हेर्नु तपाईँ हेर्नु सर गएर तपाईँ गएर हेर्नु सर प्रब्लम छैन सर ए ला फाइ त ला डिङ्गिला नि सर किचन त ठुलो थियो रहेछ त पहिलेदेखि किचन हजुर तपाईँ लु सर तपाईँको रोको पातुङ त चाहियो होला न रोको फाइ मसिक पले कस्तो थियो सेम यस्तै त हो हाम्रो चाहिँ अब यो बेलामा यस्तो टेबलहरु थिएन पुरा मेन्टेनेन्स वाला उसको त्यो के भन्छ फाइ हैन सरी ढुङ्गा र माटोको किचन थियो यस्तो भाडा धुने यस्तै सेनमा छ यस्तो कुनामा हाम्रो चुला चाहिँ यस्तो साइडमा थियो
यस्तो साइडमा थियो पहिले यति भन्छ अनि यो सामानहरू हजुर अनि यति किचन सेम अनि यो कलरहरू सेम छ अनि जन्म सुत्ने ठाउँ गाडी उजाङबो दुईटा रुम यस 1 2 Ada partition sudah sana tahu sih. पार्टिसन थियो अरे थियो पहिल्यै थियो स्पेशल गरेको पार्टिसन थियो Wow. रुम यो है रुम यो हो अनि हाम्रोमा त भुकारी राख्थ्यो क्या यस्तोमा भुकारी राख्थ्यो जिग्नी भुकारी राख्ने रुम यो भुकारी राख्ने रुम यो बाटो Chua. Ada kata buchua. Asyik bukari room nya malan bukari manci. बुखारीको लोकेसन तपाईको मलाई थियो डाइरेक्सन भयो Sure, I remember. This side we have Bukhari like this. अनि यो बाटो भइहाल्यो हजुर सर यो किचन भइहाल्यो टोयलेट यस्तोमा अनि अर्को रुम थियो एउटा हजुर टोयलेट यही रहेछ खिचाको चाहिँ उसले भन Gila. यही साइड छ है तपाईहरु वर्ष कति साल भयो 13 years. थिए 13 कि 30 13. 13 1 6 बेडरुम त हाम्रो यस्तो हुन्थ्यो सानो Om ta met dina ni sir. Pura maintenance dina ceiling ba pura black background. हो Pura theo na sir. मेन्टेनेन्स गरेको नट डन नट डन So I remember it was plain and the beat are also the same. We used to go from outside like this to clean. I never come to. Ajime, I never come to. Ada black man si pura yellow and sing ma pusin chua. ए Dapat om cho old din je yola ni hayan ni drag. 13 years बिफोर खुट्टी बोल्न। रनिङ 13 इयर्स भएको चाहिँ यो गर्नु आएर त्यो पहिले पोस्नु बिफोर 13 इयर्स को पोस्टिङ चाहिँ सेतो थियो अरे सर यो प्लाइवुडहरु अब चाहिँ प्लाइवुडहरु ए, सेतो। अब चाहिँ यो हुँदै रहेछ डिस्मेन्टल अब चाहिँ सेतो सेतो yes. तर तर यो बिटहरु चाहिँ सेम हो हैन त्यो बेलामा चेन्ज गरेको छैन अरे त्यो बेलामा हामीलाई यो फ्यानहरु छैन यो ट्युबलाइट पनि छैन हाम्रो मसु पुलाउन गेलो नि Gila hana ma sochi. Ada tur ga plywood change an gay ji. अरे यो आज अँ गुलीको मान्छे यो नि ल भयो नि यहाँ हामले रोकिलो सिलो यो गेगिला भनेर अच्छा रोकिला ओरुका हापबति रोका यो पनि चाहिँ रोक्यो Terus mana istimewa di no kisah. भाइ ओसादी जी भाइ रोड पर भाइ हम सिलो भी का हो ना सर वो छोटा पर मसा को भाइ भी लगा पर Desa. इन्डिया ये उसको हस्पिटल चाहिँ तल इन्डियामा सरी ला अनि टोपा टोपाले नि भाइ यो बगलमा नि Gila छैन sir liputan. Yang hospital waktu education. हान नो बइन यो भाइ सासु पुलको Dan si emergency lagi doon OT. ए होइन कि नो बइन Usin, I want to bless her, okay? Is that okay? Okay. It's okay. Yalla. Nanu. Chocolate किन्नु ल के भन्छ चकलेट जाई चकलेट जाई टेक इट ओके एज अ गिफ्ट 500 ल ल काटिन्छ है Thank you sir. हेर्नु जेबे आन न ए दुम दिन्छ कि भाइ ए यहाँ रुमे आन न यो ल सेलाप्ता फुट्टी चित त छेर बना दुम मति सरले पुरा याद रहेछ नि ग्रामको त अब टोयलेट पनि थाहा छ किचन कतापट्टि भुटानको सरकारी हस्पिटल यो भुटानको यो सरकारी हस्पिटल भित्रको यो यो उता चाहिँ काउन्टर टिकट काउन्टर ठाउँ अनि पुरा देव देवीहरूको फोटोहरू हुन्छ अनि बाहिर निस्किन्छु हस्पिटलको बाहिर अब पुरा हस्पिटल पनि गुम्बा स्टाइलमा छ अनि अगाडिपट्टि निलो बुद्धको भने
यो रुट चाहिँ म भन्छु नि डाइरेक्ट पछाडि चाहिँ हस्पिटल यस्तो गर्दाखेरि अगाडिपट्टि निलो बुद्धको अगाडिपट्टि चाहिँ बुढी बुढ्छेको जस्तो यो हस्पिटलको प्राङ्गणमा गेटमा यो बौद्ध कमान भुटान राजाको फोटो यो उहाँको हस्पिटलको अगाडिको फुलबारी उहाँ बुवा होला उहाँ चाहिँ छोरा अहिलेको हालको राजा यो चाहिँ उहाँको पहिलाको राजा बुवा हुनुहुन्छ।